Hello everybody, welcome to my channel. My name is Arjun Kumar Pun and today I am going to explain the topic about the introduction of computer or what is computer. Let's start. Introduction of computer. Computer is basically a programmable machine that is capable to perform both arithmetical and logical operation automatically and sequentially. It can also be defined as a multipurpose, programmable and electronic data processing device capable of accepting raw data as input, processing it according to the user instruction, producing the refined data as output. कम्प्युटर भनेको बेसिकल्ली एउटा प्रोग्रामेबल मेसिन हो जसले बोथ अर्थमेटिकल र लजिकल अपरेसन अटोमेटिकली र सिक्वेन्सली गर्ने क्षमता राख्छ। यसलाई अर्को तरिकाले परिभाषित पनि गर्न सकिन्छ। यो एउटा मल्टिपर्पज प्रोग्रामेबल र इलेक्ट्रोनिक डाटा प्रोसेसिङ डिभाइस हो जसले एज ए इनपुटको रूपमा युजरबाट र डाटा एक्सेप्ट गर्छ, लिन्छ भनौँ। त्यो लिएको र डाटालाई कम्प्युटरले युजरको इन्स्ट्रक्सन अनुसार प्रोसेस गर्छ र प्रोसेस गरिसकेपछि कम्प्युटरले एज ए आउटपुटको रूपमा रिफाइन डाटा प्रोड्युस गरेर युजरलाई दिन्छ र त्यो रिफाइन डाटालाई इन्फर्मेसन पनि भनिन्छ जसले मिनिङफुल थिङ्स क्यारी गरेको हुन्छ र त्यो मिनिङफुल इन्फर्मेसन हामीले हाम्रो डिफ्रेन्ट बिजनेस पर्पजमा अपकमिङ डेजमा प्रयोग गर्न सक्छौँ हाम्रो बिजनेस प्रफिटको लागि। सो ती मिनिङफुल इन्फर्मेसनहरूलाई हामीले हाम्रो डिफ्रेन्ट स्टोरिङ डिभाइसहरूमा स्टोरेज गरेर कम्प्युटरमा सेभ गरेर राख्न सक्छौँ।